राजीव गान्धी राहुल जिउँदैछ राजीव यति बेला हामी तपाईलाई भारतको नयाँ दिल्लीबाट को राजघाटबाट प्रत्यक्ष प्रसारणमा जोडिएका छौं। आदरणीय दर्शक महानुभावहरु, तपाईलाई यस्तै यस्तै नयाँ नयाँ ठाउँहरुको अवलोकन गर्नु छ र म पनि यदि फुर्सदमा छु भने यस्तै गरी विभिन्न ठाउँहरु चाहिँ मजाले देखाइरहेको हुन्छु। कोटला स्टेडियमको जुन इन्टरनेसनल म्याच हुन्छ कोटला स्टेडियमको लाइटको जुम गरेर हामी आज समयको अभावको कारणले वहाँ पुग्न सकिन्न होला, तर यो कोटला स्टेडियम यही हो, यो जहाँ अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरू हुने गर्दछन्। यो पनि यहीँबाट नजिकै छ, दिल्लीको कोटला स्टेडियम। हामीसँग जमिन प्रशस्त छ। यदि हामीले हाम्रो लोकल गभर्नमेन्टले यस्तो कुरा सोच्यो भने यति धेरै पर्यटकहरू भित्र्याउन सकिदो रहेछ भन्ने एउटा मेसेज पनि बन्न सक्छ। यो भलै यही मेसेज दिन्छु भनेर महात्मा गान्धीको समाधिस्थल हो भन्न मिलेन, तर अरू सबै कुराहरूबाट यहाँ मान्छेहरू समाधिस्थल भन्दा पनि रिफ्रेस हुन दिनभरि काम गर्ने, हप्ताभरि काम गर्ने, महिनाभरि काम गर्ने र एक दिन फ्रीको टाइममा चाहिँ मन र मस्तिष्कलाई आनन्दमय बनाउनका लागि यस्तो ठाउँहरू प्रकृतिसँग रमाउन धेरै मान्छेहरू चाहन्छन्। त्यसका लागि यस्ता स्थानहरू बनाउन सकिन्छ। मैले पढेको यसको साइडमा के भयो दाइ उता त्यो दुबाको खिच्न खोजेको होला नि, यसो लिए हुन्छ नि। जा